हेलो हेलो साथीहरू, नमस्ते। के गर्दै हुनुहुन्छ? कसरी दिनहरू बित्दैछन् साथीहरू? अनि फेसबुकमा कसरी काम गर्दै हुनुहुन्छ? तपाईहरुले नयाँ अपडेट थाहा पाउनु भयो कि भएर साथीहरू? नयाँ अपडेट आइसकेको छ साथीहरू। विकली च्यालेन्ज अन्तर्गत विकली च्यालेन्ज भित्र पनि आफू कसरी काम गर्न चाहन्छु, कुन उद्देश्यमा काम गर्न चाहन्छु भनेर आफूले चुज गर्न पाउने अप्सनहरू अहिले आएको छ साथी। कति साथीहरूले थाहा पाइसक्नु होला, कति साथीहरूले थाहा पाउनै बाँकी होला है त। साथीहरूलाई म स्क्रिन सेयर गरेर पनि देखाउन चाहन्छु। यहाँनेर यसको यो विकली च्यालेन्जको भित्र पुगिसकेपछि तपाईहरुलाई यहाँ देखाउँछ पहिलो नम्बरमा देखाउँछ धेरै साथीहरूको बीचमा पुग्न चाहन्छु भनेर देखाउँछ। यो इङ्ग्लिसमा देखेको छ, मैले नेपालीमै तपाईहरुलाई उल्था गरेर भन्ने है त साथीहरू। धेरै मान्छेहरूको बीचमा पुग्न चाहन्छु अनि आफ्नो कमाइलाई बढाउन चाहन्छु र नयाँ फेसबुक स्टार्ट गर्न चाहन्छु भनेर तीनटा अप्सनहरू छन् साथीहरू। र अब कति साथीहरू काम गरिराख्नु भएको छ र फलोअर्स बढाउन चाहनुहुन्छ भने तपाईहरुले 1 नम्बरमा टिक लाउन सक्नुहुन्छ। र अब तपाईहरुलाई कन्टेन्ट मोनेटाइजेसन आइसकेको छ भने कमाइ बढाउँछु भनेर 2 नम्बरमा तपाईहरुले टिक लाउन सक्नुहुन्छ साथीहरू। अनि भर्खर नयाँ युजरहरू हुनुहुन्छ भनेदेखि तपाईहरुले यो 3 नम्बरमा म फेसबुक सुरु गर्न चाहन्छु भन्नेमा टिक लाउनु हो भने तपाईहरुको फलोअर्सहरू बढ्न थाल्छ। फलोअर्सहरू त्यस्तै अनुसारले दिन थाल्छ। तपाईहरुले जसरी भिडियोहरू पोस्ट गर्नुहुन्छ त्यो पोस्ट गर्ने बित्तिकै तपाईहरुलाई नयाँ साथीहरूको सामु पुर्याएर चाहिँ तपाईहरुलाई फलोअर्स बढाउनमा सपोर्ट गर्छ साथीहरू। यो नयाँ अपडेटमा तपाईहरुले पनि काम गर्न सक्नुहुन्छ। मेरो चाहिँ मोनेटाइजेसन आइसकेको छैन र मैले चाहिँ माथि नै सबैभन्दा फलोअर्स पनि ठिकठाकै छ, त्यही भएर सबै साथीहरू समक्ष पुग्न चाहन्छु भन्नेमा नै लागिरहेको छु साथीहरू। यस्तै छ। तपाईहरुको दिन शुभ रहोस्, सबैको प्रगति होस्, शुभकामना है साथीहरू।